अरूको रिस डाहा र कुभलो सोच्ने मानिसहरू कहिल्यै ओभो लाग्न सक्दैनन्, किनकि तिनीहरू अरूको प्रगतिमा भित्रभित्रै जलेर आफै खरानी हुन्छन्। मन्दिर र अस्पताल भनेको आशा राख्ने ठाउँ मात्र रहेछ। भाग्य र आयु त जन्मदै लेखेर आएको हुँदो रहेछ। धन ज्ञान त कमाउन सकिन्छ, तर कमाएको विश्वास गुम्यो भने त्यो कहिल्यै फिर्ता आउँदैन। जीवनमा जुन कुरा निशुल्क छन् तिनै कुरा सबैभन्दा मूल्यवान छन्। निन्द्रा, शान्ति, आनन्द, हावा, पानी र सबभन्दा महत्वपूर्ण हाम्रो सास। निकै अप्ठ्यारो पाठ सिकायो जिन्दगीले। एकातिर भन्छ प्रतीक्षाको फल मिठो हुन्छ र अर्कोतिर भन्छ समयले पर्खदैन। इमान्दार मान्छेले जीवनमा एउटै भूल गर्छ, उसले अरूलाई पनि आफू जस्तै इमान्दार सम्झिन्छ। सामान किन्दा राम्रो नराम्रो छुट्याउन नसके पैसा खेर जान्छ। संगत गर्दा मान्छे चिन्न नसके जिन्दगी खेर जान्छ। त्यसैले बेलामै विचार पुर्याउनुहोस्। जिन्दगीमा त्यस्तो मानिसलाई कहिले नगुमाउनु जो तिमीसँग जतिसुकै रिसाए पनि संकट पर्दा सबैभन्दा पहिले सहाराको हात बढाउन उभिन्छ। समय पर्खाइमा हुँदा ढिलो चल्छ, हतारमा छिटो चल्छ। दुःख पर्दा लामो हुन्छ, सुख पर्दा छोटो हुन्छ। आफ्नो सम्झदैमा सबै आफ्ना कहाँ हुन्छन् र यहाँ छिनमै आफ्नो बनाई छिनभरमै पराई बनाउनेहरूको कुनै कमी छैन यहाँ हजुर। जिन्दगीमा एउटा यस्तो साथी हुनुपर्छ जसले तपाईको सबै कुरा सुन्छ तर अरूलाई सुनाउँदैन। अहिलेको समयमा मैले एउटा कुरा याद गरेको छु कि साँचो र इमान्दार मानिसको सम्मान 0 हुन्छ, तर झुट बोल्ने र बेइमान सबैको हिरो हुन्छ। संसारमा छाया र माया उस्तै उस्तै रहेछ। घाम नभए छाया हराउँछ भने दाम नभए माया हराउँछ। रिल भएको क्यामेरा र दिल भएको मान्छेको जमाना सकिएछ। यो जमाना त सेल्फी र सेल्फिसको पो रहेछ। सम्बन्ध जोडेपछि जीवनभरिलाई होस्, भित्तिपात्र जस्तो होइन जो महिना पुगेपछि पल्टाउने गरिन्छ अनि वर्ष पुगेपछि फेर्ने गरिन्छ। मनभरि माया गरेर मात्र नहुँदो रहेछ। देखाउन सकिएन भने त्यो मायाको अर्थ नहुँदो रहेछ। मलाई कसैसँग बदला लिनु छैन, बस आफूलाई यतिसम्म बदल्नु छ कि उनीहरूलाई आफूले गरेको व्यवहारमा पछुतो होस्। मलाई चाहिएको आफन्त होइन, आफ्नोपन हो। हजारौं आफन्त भएर पनि के गर्नु जब सम्बन्धमा आफ्नोपन नै छैन भने। खाली थाल छ भन्दैमा माग्ने नठान्नु। कसैलाई बाँडेर सकिएको पनि त हुन सक्छ। मलाई त्यति बेला पनि खुसी लाग्छ जुन बेला सारा दुनियाँले त गलत छस् भन्दा आफ्नो मनले त गलत छैनस् भन्छ। त्यसैले आफ्नो नजरमा आफू राम्रो हुने हो, अरूको नजरमा होइन। म त्यस्तो मान्छे हुँ जसले माया या इज्जत गर्छ उसलाई जिन्दगीभरि सम्मान र आशीर्वाद दिन्छु, अनि जसले अपमान गर्छ त्यसको जिन्दगीमा त के, त्यसको घर छेउछाउमा पनि भुलेर पनि जाँदिन। दुःखमा अरूले साथ देलान् भन्न आश कहिले नगर्नुहोस्, किनकि हरेक पीडामा रुने आँखा, दुख्ने मन र आँसु पुस्ने हात जहिले पनि आफ्नै हुन्छ, अरूको होइन। समझदार मान्छेले सम्बन्ध जोगाउन छोड्यो भने बुझ्नुहोस् उसको आत्मसम्मानमा कतै न कतै चोट लागेको छ भनेर। गलत बाटो, गलत मानिस, गलत परिस्थिति र गलत अनुभव पनि जीवनमा चाहिन्छ, किनकि यसैले नै हामीलाई सिकाउँछ कि हाम्रो लागि सही के हो भनेर। जिन्दगीमा मान्छेलाई चिन्ने तरिका, डाहा गर्नेले जति नै राम्रो गरे पनि खोट लगाउँछन्, माया गर्नेले झुक्किएर गल्ती गरे पनि हौसला दिन्छन्। एकान्तमा बसेर मनभरि कुरा खेलाउनु पनि कुनै सजाय भन्दा कम छैन, जहाँ प्रश्न पनि आफ्नै हुन्छ र जवाफ पनि आफ्नै हुन्छ। तपाईहरु सुन्न चाहनुहुन्छ भने, हेर्न चाहनुहुन्छ भने तपाईहरु प्रकृति खनाल पुनम च्यानलमा जोडिएर हेर्न सक्नुहुनेछ। लाइक, कमेन्ट र सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला है त।